झिमझिमाउने आँखा गाउँदैछु म भाका सुनिदेऊ 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 न झिमझिमाउने आँखा गाउँदैछु म भाका सुनिदेऊ 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 न झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ आँखा लोभी मन पापी पुतुकैमा झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ आँखा लोभी मन पापी पुतुकैमा मृगनयनीले मनमा मोहनी लायो रातको निदरी दिनमा होसै उडायो परेलीमा लुकाएर राखिदेऊला सपनीमा आए तिमी साथ दिनु जुन तारा तिम्रो लागि सजाइदेऊला जुनै किरी भने तिमी नाचिदिनु झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ आँखा लोभी मन पापी पुतुकैमा झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ आँखा लोभी मन पापी पुतुकैमा मति ज्योजान्विन्द्रते हरिजौ राक्तिशो ओम जेवोषि जेवयास्मद्वेको जेवया रातिर्दिवेत्वान्तरिक्षा यत्वा पृथिवी त्वा सुन्धन्तान् लोकाः पितृखदनाः पितृखदनमसि तिल राक्तिशो ओम तिलोषि सोमदैवत्यो गोसभो देव निर्मितः प्रत्नमभिः पृक्तः स्वदया पितॄन् लोकान् मृडायिनः फूल राक्तिशो ओम श्रीश्चते लक्ष्मी सपत्न्या बहो रात्रे पार्श्वे नक्षत्राणि रूपमस्विनौ व्यात्तम ईशान्यखाणा मुम्मयी खाण सर्वलोकम मयी खाण। अब त्यहाँको 3 टुक्रा कुश लिस्यो एकजनाले पुनातु ओम पुण्डरीकाक्षः पुनातु ओम पुण्डरीकाक्षः पुनातु द्रव्याणि आत्मानं च सिञ्चेत्। अब दियो बाल्दिस्यो ओम थिरो भव विड्वङ्ग आसो भव वाज्यर्वन्न पृथुर्भव सुखदस्तमग्नेः पुरीखवाहणः। तश्चैकदन्तश्च कपिलो गजकर्णकः लम्बोदरश्च विकटो विघ्ननाशो विनायकः धूम्रकेतुर्गणाध्यक्षो भालचन्द्रो गजानन। 12 नामानि यपठेत् शृणुयादपि विद्यारम्भे विवाहे च प्रवेशे निर्गमे तथा संग्रामे सङ्कटेश्चैव विघ्नस्तस्य न जायते। शुक्लाम्बरधरं देवं शशिवर्णं चतुर्भुजं प्रसन्नवदनं ध्यायेत् सर्वविघ्नोपशान्तये। अभीप्सितार्थसिद्ध्यर्थं पूजितो यासुरासुरैः सर्वविघ्नहरस्तस्मै गणाधिपतये नमः। सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके शरण्ये त्र्यम्बके गौरी नारायणि नमोस्तुते। हाथ जोडिस्यो ओम श्रीमन्महागणाधिपतये नमः। ओम लक्ष्मीनारायणाभ्यां नमः। ओम उमामहेश्वराभ्यां नमः। ओम वाणी हिरण्यगर्भाभ्यां नमः। ओम शचीपुरन्दराभ्यां नमः। ओम मातृपितृगुरुचरणकमलेभ्यो नमः। ओम इष्टदेवताभ्यो नमः। ओम कुलदेवताभ्यो नमः। ओम ग्रामदेवताभ्यो नमः। ओम स्थानदेवताभ्यो नमः। ओम सर्वेभ्यो देवेभ्यो नमः। ओम सर्वेभ्यो ब्राह्मणेभ्यो नमः। एतत्कर्मप्रधानदेवता गणेशाय नमः। अब संकल्प गरौँ। कुश लिस्यो जल लिस्यो
संकल्प सुनिष्यो ओम तत्सत् ओम तत्सत् ओम तत्सत् ओम विष्णुः अद्यः श्रीमद्भगवतो महापुरुषस्य विष्णुराज्ञया प्रवर्तमानस्य सकल जगत सृष्टिकारिणो ब्रह्मणो द्वितीय परार्धे श्री श्वेतवाराह कल्पे वैवस्वत मन्वन्तरे अष्टाविंशतमे कलियुगे तत्प्रथमचरणे जम्बूद्वीपे भारतवर्षे भरतखण्डे नेपाल राष्ट्रे प्रोत्पन्नोऽहं नाम हजुर आफ्नो नाम नह सधर्मपत्नी आफ्नो पत्नीजीको नाम होइन मनमा भनिन्छ समस्त सपरिवार सकुटुम्ब सहित अहम मम पुत्र्याः नाम सम्झिनु पर्यो छोरीको के कुमारी धन कुमारी नाम्नी देवी हजुर छन्द कुमारी नाम्नी देवी अब दियोको पूजा फुल दिनुहोस् पहिला फुल अक्षता दिनुहोस् दीपो ज्योति पर ब्रह्म दीपो ज्योति जनार्दन दीपो हरतु मे पापम दीप ज्योतिर्नमोस्तुते दीपम आवाहयामि स्थापयामि पूजयामि अब गन्धाक्षत पुष्पाणि आसन चढाइदिनुहोस् यहाँबाट एउटा पुष्पको टुक्रा आसनं समर्पयामि दीपाय नमः धूपम आग्रापयामि दीपम दर्शयामि दीपाय नमः नैवेद्यं निवेदयामि दीपाय नमः चन्द्रमा मनसो जातचक्षोः सूर्यो अजायत श्रोत्राद्वायुश्च प्राणश्च मुखादग्निरजायत ब्राह्मणो च मुखमासि गुरु तदस्य जद्वैश्यः पद्भ्यागुशूद्रो अजायत प्रमुखी आवाहनार्थे पुष्पं समर्पयामि वरुणाय नमः चढाइदिन्छु गन्धाक्षत पुष्पाणि समर्पयामि वरुणाय नमः हजुर पूजा गन्धाक्षत पुष्पाणि समर्पयामि वरुणाय नमः त्यहाँबाट धूप यसो गर्दैछु धूपम आग्रापयामि प्रत्यक्ष दीपम दर्शयामि वरुणाय नमः हात धोइस्यो दीप पनि यसो देखाइदिस्यो अनि हात धोइस्यो धूप दीप नैवेद्य दक्षिणा अब हातमा पुष्प लिस्यो सर्वे समुद्रः सरितः तीर्थानि जलनानद आयन्तु यजमानस्य दुरितक्षयकारकाः चढाइदिस्यो अब फेरि फुल र अक्षता लिस्यो अब गणेशजीको पूजा ओम गजाननं भूतगणादिसेवितं कपित्थजम्बूफलचारुभक्षणम् उमासुतं शोकविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजं ध्यानार्थे पुष्पं समर्पयामि गणेशाय नमः सिद्धिबुद्धिसहित गणेशाय नमः आसन चढाइदिस्यो समर्पयामि गणेशाय नमः अलिकति दुबो छ भने दुबो चढाइदिस्यो ओम काण्डात् काण्डात् परोहन्ति परुखः परुखस्परि एवानो दूर्वे प्रतनु सहस्रेण शतेन च धूप दीप नैवेद्य धूपम आग्रापयामि गणेशाय नमः प्रत्यक्ष दीपं दर्शयामि गणेशाय नमः नैवेद्यं निवेदयामि गणेशाय नमः गणेशाय नमः
मुखमासीत् बाहुराजन्यः पितः ऊरु तदशद्वैश्यः पद्भ्यागुशूद्रो अजायत चन्द्रमा मनसो जातश्चक्षुः सूर्यो अजायत श्रोत्राद्वायुश्च प्राणश्च मुखादग्निरजायत नमः भन्दाखेरि यहाँनिर चढाइरहनु ओम गणपतये नमः ओम सूर्याय नमः ओम देव्यै नमः ओम शिवाय नमः ओम विष्णवे नमः ओम विनायकाय नमः ओम दुर्गाय नमः ओम वायव्याय नमः ओम आकाशाय नमः ओम अश्विनी कुमाराय नमः ओम सूर्याय नमः ओम सोमाय नमः ओम भौमाय नमः ओम बुधाय नमः ओम बृहस्पतये नमः ओम शुक्राय नमः ओम शनैश्चराय नमः ओम राहवे नमः ओम केतवे नमः ओम ईश्वराय नमः ओम उमाय नमः ओम उमायै नमः ओम स्कन्दाय दायै नमः ओम हरये नमः ओम ब्रह्मणे नमः ओम इंद्राय नमः ओम यमाय नमः ओम कालाय नमः ओम चित्रगुप्ताय नमः ओम अग्नये नमः ओम अद्भ्यो नमः ओम भूम्यै नमः ओम विष्णवे नमः ओम इंद्राय नमः ओम इंद्राण्यै नमः ओम प्रजापतये नमः ओम सर्पेभ्यो नमः ओम ब्रह्मणे नमः ओम इंद्राय नमः ओम अग्नये नमः ओम यमाय नमः ओम निदितये नमः ओम वरुणाय नमः ओम वायुभ्यो नमः ओम सोमाय नमः ओम ईशानाय नमः ओम ब्रह्मणे नमः ओम अनन्ताय नमः ओम ध्रुवाद्यष्टवसुभ्यो नमः ओम धात्रादि द्वादशादित्येभ्यो नमः ओम वीरभद्रादि एकादश रुद्रेभ्यो नमः ओम गौर्यादि षोडश मातृभ्यो नमः ओम आवाहयादि सप्तमरुद्भ्यो नमः ओम विनायक ब्रह्म विष्णु रुद्रार्क वनस्पतिभ्यो नमः ओम आत्मन इष्टदेवताभ्यो नमः ओम कुलदेवताभ्यो नमः ओम स्थानदेवताभ्यो नमः ओम ग्रामदेवताभ्यो नमः ओम वास्तुदेवताभ्यो नमः ओम सर्वेभ्यो देवेभ्यो नमः। अब पुष्पलिष्यो आत्मा ओम सूर्यः सौर्यमथेन्दुर् करोतु सततं केतुकुलस्योन्नतिं नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः चढाइदिशो हजुर सूर्य पाइन्छ होला नि चढाइसो ये हि सूर्य सहस्रांशो तेजो राशि जगत्पते अनुकंपय मां भक्त्यां गृहाणार्घं दिवाकरः भक्त्या गृहाणार्घं दिवाकरः ओम सूर्याय नमः तदस्तु मे चढाइदिन्छु हजुर अब पछि मलाई पनि पछि सक्यो बरु त्यो खामहरू बनाएको छ म्याम कस्तो भइरहेछ अहिले? Nervous. I can't wait to see him. So हाम्रो प्लान चाहिँ 11 बजे थियो तर गाडी बिग्रेको हुनाले चाहिँ अलिकति लेट भएको छ बट द्याट्स ओके म फरगिभ गर्छु उसलाई हैन
अब योभन्दा बढी चाहिँ वेट गर्न सक्दिनँ ल दिनेशजीलाई सो माया गर्नु न यो भिडियोबाट आई लभ यु फरएभर यस्तो हजुरले नै फाइनलाइज गर्नु भयो कस्तो देख्नु भएको छ थाहा छैन कस्तो भयो भन्नु इन्गेजमेन्टको त इज नट द्याट ह्याप्पी यस्तो त राति कुर्दा कुर्दै जानु भयो आउनु हजुर आउनु आउनु होइन हजुरको रियाक्सन लाग्यो मैले अघि नै हेरिसकेँ थिएँ त्यही भएर मेरो रियाक्सन नआएको क्या त्यो होइन भनेर हेर्नु परेन फास्ट I can't wait anymore. सोइङ कम्पनीले चाहिँ दुईजनाले लाग्यो आधा त हामीले लगाइदियो क्या सुन्यौ महाराजगञ्ज कट्नु भएर के कहाँ आउँछ भनेको यही आइसक्नु भयो यही हो होइन पछाडि जुन आइस देखिसकेँ कि मैले सँगसँगै आइरहेको छ कि मैले देखिरहेको त्यस्तो लाग्यो टक्क देख्न एउटा जिप जस्तो देखेँ मैले हो यही हो त्यसै के दिदी फेरि हाँसिरहनु भयो क्या यही हो यही हो दुई बजी आउने रनिङ होला नि ओ सबैले हेरौँ न साइडलाई लेफ्ट साइडलाई छिरिसक्यो नि त डोली त होला नि जाने दिदी डोली त होला सबैजना जाने तल फाइनली ओ माई गॉड लास्ट भयो नि त यार म त प्यानिक भइसकेँ नि यार बाइक चलाएर म त कहाँ यार फेरि सिधै हेर हाम्रो साथीहरू एउटा मान्छे कहाँ यहाँ ल त्यसो यहाँ यसो राम्रो हुने मान्छे एकदम गाह्रो भयो आज यही टाढा भयो एकै मिनट है सल्किहाल्यो होला है त्यो के कस्तो भयो जर्नी जर्नी कस्तो भयो आउँदाखेरि गाह्रै भयो रमाइलो नि भयो बिचबिचमा जाम पनि भयो रमाइदै भयो हजुरको भाउजू बरेलाई हेर्न कतिको एक्साइटेड हुन्छ हामी एकदम एक्साइटेड धेरै एक्साइटेड
नो प्रब्लम जाने केही छ त्यही त तिनजना अगाडि अघि कसरी हो Come back, pray. Give us reaction. कलश गणेशको पूजा गरौँ अब अङ्कल इमं मे वरुणसुधि हवमद्या च मृडय त्वामवशुरा च के तत्त्वाज्यामि ब्रह्मणा वन्दमानस्तदा शास्ते यजमानो हविधि अहेडमानो वरुणे हवोद्युरुसगु समान आयुः प्रमोखिः वरुणाय नमः मे देव सर्वकार्येषु सर्वदा गणेशजीमा चढाइदिस्यो पूजा गरिसक्यो केटीलाई लाइ मङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके शरण्ये त्र्यम्बके गौरी नारायणी नमोस्तुते सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके शरण्ये त्र्यम्बके गौरी नारायणी नमोस्तुते भगवान् विष्णुर्मङ्गलं गरुडध्वज मङ्गलं पुण्डरीकाक्षो मङ्गलायतनं हरि ॐ
बालचन्द्रो गजानन द्वादशैतानि नामानि यपठेत् शृणुयादपि विद्यारम्भे विवाहे च प्रवेशे निर्गमे तथा सङ्ग्रामे सङ्कटेश्चैव विघ्नस्तस्य न जायते शुक्लाम्बरधरं देवं शशिवर्णं चतुर्भुजं प्रसन्नवदनं ध्याये सर्वविघ्नोपशान्तये अभीप्सितार्थसिद्ध्यर्थं पूजितो यः सुरासुरैः सर्वविघ्नहरस्तस्मै गणाधिपतये नमः। हजुर तपाईँलाई केटी त्यो पिताले ज्वाइँलाई गर्छु त त्यो भुइँमा राख्नु। दत्ता मया कन्या पुत्रार्थम स्वीकृता त्वया कन्या बलोकेन विधौ निश्चित त्वं सुखी भव। इसको बैटरी चाहिँ मेरो वाचा दत्ता त्वया कन्या पुत्रार्थम स्वीकृति सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके शरण्ये सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके शरण्ये त्र्यम्बके गौरी नारायणी नमोस्तुते। बट्टा दिइहाल्नु बट्टा हातमा राख्नु। केटा पक्षबाट केटीलाई केटीको आमा वा कसैले गहना लगाइदिने हुन्छ। ओम श्री चपत्या बहो रात्रे पार्श्वे नक्षत्राणि रूपवस्विनो व्यात्तम ईश्वरनि खाणा मुम्मयि खाण सर्वलोकम म ई खाण। गुरु र आफ्नो गुरुलाई टीका लगाई दक्षिणा दिने। अब बुवालाई लगाइदिनु एउटा। सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके शरण्ये त्र्यम्बके गौरी नारायणी नमोस्तुते। पण्डित यही हो। ताय कृष्णाय गोविन्दाय नमो नमः। स्वस्ति भन्दाहरू यताबाट है। पहिला दिदीहरू दिदीहरूलाई दाइ पहिला दिदीहरू दिदी हो महिनालाई अनि नानीहरूलाई बोकेर पठाइदिनु। अब एकछिन तिमीहरू दिदीहरू लिएर आऊ बहिनीहरू। नानी
बत्ती पनि बोल्दो रहेछ नि त लाइक के भयो जानिन्छ है बाबु हुन्छ लाउनु पर्ने पहिला खै त तिमीले नमस्ते गर्यो यता सबैलाई नमस्ते गर्यो यता मम्मीलाई नमस्ते गर्यो आमालाई नमस्ते गर्यो जाऊ जाऊ त बेबी नमस्ते भन लल्ला है हजुर हजुर आउँछौ यहाँ हेर्नु के हो आउनु त यता आउनुहोस् त यता आउनुहोस् त मलाई भेट्नु भाइ चिन्यौ मलाई अलिअलि चिन्यौ अनुहारले अलिअलि चिन्यौ हो देवी दिदीको खाता पुगेन मम्मी खाता पुगेन त्यही छ नि एउटा खान ओम दीर्घायुष्टो खदे खनिता जिस्मै चत्वात्मनाम्यहं म अथो त्वं दीर्घायुर्भूत्वा शतबलेशा विरोहतार्थ सुरु गरौँ
एकैछिन है मान्छे आउँछ दिदी खै सबैजना यहाँ एकैछिन यहाँ इन्भिटेसन सुनिदिन मलाई जना आइस एकै मिनेट नारायणाय नमः मङ्गलं भगवान् विष्णुर्मङ्गलं गरुडध्वज मङ्गलं पुण्डरीकाक्षो मङ्गलाय तनं हरि आयुष्मान श्री दिनेश सापकोटाज्यूको समीपमा शुभ स्वयंवर तथा शुभ विवाहको निमन्त्रणा मेरो आयुष्मती नातिनी सुश्री मुना खत्रीको यही मिति 2082 मङ्सिर 13 गते शनिबारका दिन बिहान 10:30 बजेको शुभ मुहुर्तमा हुने शुभ स्वयंवरको वरमाला ग्रहणार्थ जयन्ती सहित यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ। स्थान रोयल प्यालेस मुलपानी काठमाडौँ पार्थी कृष्णकुमारी खत्री। मङ्गलं भगवान् विष्णुर्मङ्गलं गरुडध्वज मङ्गलं पुण्डरीकाक्षो मङ्गलाय तनं हरि। सर्वमङ्गल अब मलाई हिताय च जगद्गीताय कृष्णाय गोविन्दाय नमो नमः। ओम स्वस्ति। हाँ सर ल ठिक छ अब यसमा हेरेर मेरो क्यामेरामा One more, ready, 3, 2, 1, smile. गरौँ न केक काट्ने मात्रै हजुर एक अर्का त अलिक क्लोज हुनु अलिक क्लोज ठिक छ ल ठिक छ उयो गर्नु न यसो
एकदमै एक्साइटेड थिएँ। त्यसपछि दिदी दाईको मतलब दिदी भिनाजुको इन्गेजमेन्टको लागि म एकदमै एक्साइटेड थिएँ, तर मलाई युनिबाट बिदा मिलेको थिएन। त्यसपछि मैले टिकट चाहिँ 2 महिना अगाडि काटेँ। 2 महिना अगाडि काटेपछि तर युनि मेरो बिदा थिएन, बिदा भएन। त्यसपछि अब बिदै दिएको थिएन युनिले। हिजो आएको नि त, मलाई अस्तिसम्म मलाई बिदै दिएको थिएन। बिहान उठेर युनिलाई फोन गरेँ, रिक्समै जा भने म रिक्समै आएँ। अनि अब स्टुडेन्ट स्ट्याटस लेटर र कास्ट लेटर लिएर जाऊ भने लिएर आएँ। अब मैले यहाँबाट जाने बेला मलाई के गर्ने थाहा छैन, अनि म आएँ। अनि हाम्रो फ्यामिली अब 9 इयर्स पछि रिन्युन भएको नि त, एकदमै ह्याप्पी छु। अनि धेरै धेरै कङ्ग्रेचुलेसन दिदी भिनाजुलाई। मैले त प्लानिङ केही पनि नगरिकन आएको। अब मैले डान्स सिकेँ नि, डान्स सिकेँ थिएँ तर त्यो गीत भएन। अनि त्यसपछि सोफी दिदीको साथी पनि आउनुभएको थियो, ऊ र मैले सिकेको, उसले सबै बिर्स्यो। अब हामीले लाइक रिसेप्सनमा अब वेडिङमा सिक्ने भनेर। दिदी के भन्ने, दिदीसँग त सानोमै छुट्टेको जस्तो लाग्छ है। लाइक अब हामी 3 जना सँगै हुँदै भएन कहिले पनि। दाइ पनि बच्चैदेखि होस्टेल हुन्थ्यो, म पनि अब बच्चै थिएँ। अनि बच्चा हुँदाहुँदै दिदी बाहिर जानुभयो, त्यस्तो धेरै उनी छैन। अनि त्यसपछि म पनि अस्ट्रेलिया जाने भनेको, अब अस्ट्रेलिया भएन, मलाई युके पुऱ्यायो, दिदीहरूलाई अस्ट्रेलिया। त्यही भएर लाइक भेट्यो भने एकदमै रमाइलो हुन्छ, खुसी लाग्छ, दिदी बहिनी जस्तो फिल नै हुन्छ। दिदीको लागि त एकदमै धेरै माया छ। मम्मी बाबा भन्दा पनि धेरै नै छ दिदीलाई चाहिँ। बच्चैदेखि एकदम सपोर्ट गर्नुहुन्छ। दिदीले सपोर्ट नगर्नु भएको भए पनि म यहाँ हुन्थेन। हरेक हुन्छ नि स्कुलमा पनि गेमहरूमा पनि मम्मी बाबाले दिनुहुन्थेन, तर मलाई दिदीले चाहिँ गेम खेल्न दिनुहुन्थ्यो। त्यो चाहिँ एकदमै थ्याङ्क यू भन्न चाहन्छु दिदीलाई। बिहे पछि दिदीले नबिर्सिनुहोस् हामीलाई, किनकि अहिले पनि हामीले टाइम स्पेन्ड गर्न पाएको छैन। जस्तै कि अब भिडियो कल त हो, त्योभन्दा बाहेक त अरू गर्न पाएको छैन। अब म पनि 10 डेज मात्रै हो। त्यही हो, दिदीलाई अब लाइक बिहे भएपछि मलाई नबिर्सिनु, त्यही हो। भिनाजुलाई मेरो दिदीको एकदम केयर गरिदिनु भन्छु। अफकोर्स केयर त गरिरहनु भएको छ, त्यही पनि अझै धेरै केयर, कहिले पनि लाइक गाली नगर्नुहोस् होइन, माया राख्नुहोस्, त्यही हो।
त्यस्तो लाइट चाहिँदो रहेछ थाहा छैन एमाजोन त लगेर भागिहाल्नु पर्यो हाम्रो आद्य नाच्ने हो कि को हो तिम्रो Tiamuna Diju. यहाँ नि Kata. Utak itak nganci. Kau